गोकर्णेश्वर महादेव स्थान है। यहाँबाट झरेर हामी चाहिँ अब टुकटुक लिन्छौँ। kilometers. यहाँ र यहाँ हुन्छ तर हामी यो बाटो जान्छौँ। हामी चाहिँ यसरी आउँदैछौँ होइन, ट्रेकिङ त्यस्तो तर बवाल छ है। यहाँ चाहिँ वर्थ इट छ। द भ्युज आर भेरी वेल। यति राम्रो छ भ्युजहरू पनि, राम्रो भ्यू देखिन्छ यहाँ चाहिँ। डल्लोलाई अब अल्को दानै लिँदैन, बवाल भ्यू छ है। यस्तो वातावरण सहित चाहिँ हामी के भन्छ अब हाम्रो हाइकिङ ट्रायल सुरु हुँदैछौँ। यस्तो पोज देऊ न त फर्केर के हो गाई जब सपना है, सपना चोर है, सपना चोर कसैले नभन्नु। तपाईँहरूले भन्नु को राम्रो छ, सपना राम्रो छ कि म राम्रो छ, उसको मन राखिदिनु भयो भने उसलाई राम्रो छ भन्नु। गाउँहरूमा यस्तो काम हुन्छ है। वेलकम। ल यसरी हिँड्दैछौँ हामी माथि, सुन्दखानीबाट हामी माथि हिँड्दैछौँ। सुन्दखानी हामी जान्छौँ पर माथि डाँडामा जान्छौँ हामी। हामी यहाँबाट यसरी हिँड्छौँ। थके लागेको अवस्थामा यहाँ चाहिँ पोज दिएर बसेको छ। ब्याग बोकिदिएको है, यो मिलिनाले मक्खै पारिदिएर राम्रो स्वाद छ भनेर। हामी यहाँसम्म आइपुगिसक्यौँ है। यसरी छ हाम्रो अहिले ब्याक फ्रम तारेभिर। तारेभिरको सिन चाहिँ राखिनँ मैले। तारेभिरको सिन चाहिँ राम्रो आएको छैन है, त्यही भएर। बस्ने एकछिन मजाले गफ गर। खुला आकाशको तल बसेर प्रकृतिसँग आकाशको मुनि यस्तो हुनुपर्छ। भिडियो हामी कति खुसी भएको है। अनि अब ये देख सकते हैं, ये भाई साहब लोग जो है इसी में मजा कर रहा है। देखिए, हाँ देखिए यार, कुछ भी कहो, पहाड़ों में जाने की बात ही अलग होती है। कहाँ रे भाइ?
गयो भने त रातै Guys, this